हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग आज सब सन्चै हुन्छ होइन। आज हामी जाँदैछौँ कता रे सेमबाङ लालीगुराँस तिम्रो भन न यता हेर्न। आज हामी जाँदैछौँ लालीगुराँस हेर्न सेमबाङ भनेर उता एकदम डाँडामा। यो डाँडा काट्न दियो। यता चाहिँ मेरो बहिनी तल ह। यता चाहिँ आमा आमा यता आमा हाई गरिन् न। लालीगुराँस टुङ्गाला गएर गाइज पछि आमा हेर्नु खानु भएछ हामी चाहिँ एकदम झोसिला आँटिलाहरू एकदम घना जङ्गल चाहिँ पानी आउँदा हजुर पुजार भन्ने ठाउँ अब बिरको भएर भेटिन्छ। असिलो ओके हेर यो असिलो हेर्नु न उहाँ पाकिसकिसक्यो त अहिले उयो छैन त। आज लालीगुराँस नआएको लालीगुराँस नभेट्ला छ। एउटा रातो रङ देखिँदैन रहेछ मैले त। हजुर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला होइन। लाइक कमेन्ट कस्तो छ ठोकिदिनु होला। आर्मी ट्रेनिङ गाइजहरू आर्मी ट्रेनिङ लालीगुराँसको चाहिँ देखियो बोटहरू लालीगुराँस पनि देखेको छ। यता पनि यो सिटी सानो छ कि सानो लालीगुराँसको बोट देखियो। ल ल ल ल ल ल राते लिने राते राम्रो छ त्यो फालो यो मैले लेखेर राति देखेको थिएँ सेमबाङमा। हजुर बर्खाको बेला माथि हामी उस सोत्रो के खानु गएको थियौँ माथिदेखि त्यो कुनले हाट देखेछ पुरेको नि हेरिसक्यो नि अनि राति त भन्नु म गएँ ढुङ्गालाई हानेको खै के लाग्यो खै भागेको थियो पछि बाख्रा त्यस्तो भन्नु झरै थियो आलु खाने फल्दै थियो तल खेतमा देखेँ नगर त्यस्तै म ढुङ्गालाई हानेको लागेको लागेन सब ओइलिसकेको छ पनि गाईको लागि चाहिन्छ भने हामी देखेछ
रहेछ त्यो लाली गुराँस देखाइदेऊ न के अङ्क त्यही त कति दामी छ त्यहाँ कति दामी ठाउँ छ सबै वैशाखको 1 गते तल पनि छ कति दामी ओइलिसकेछ त्यहाँ पुरा पर्सि आएबाट झन् सुक्थ्यो होला अलिअलि भगवान् जब सुक्थ्यो होइन अब यहाँदेखि लाली गुराँस हुन्छ कि यो बिर्को गएर भन्ने हो देख्यो अहिले त झन् ओइलेर नि कस्तो भइसकेछ सब फुल ओइलिसकेको छैन गाइस यस्तो घना जङ्गल भइसकेछ अहिले त यहीँसम्म अब हामी आइपुग्यो यहीँसम्म हाम्रो डेस्टिनेसन हो उहाँ पर धारा छ त्यहाँ बस्ने साइड एकखेर कुराउनु त आमा रुखमा चढेर खाना पनि मिल्छ नि यसको रस आउँछ भिडियो अब लाली गुराँसदेखि फर्किनु लाग्यो ठुलो दम लिएर लाली गुराँस टिपेछौँ है हामीले सब ल्यायो वन भ्रमण गरेर फर्किनु लाग्यो यो सुपाको बल्ल एउटा दाइ छ बाख्रा उतै लाग्छ बेलुका बाख्रा अखला धुरीला मेरो नआयो माथि थामधुरी घुमेर आयौँ कि साथी हो सके पो यहाँ नाच्न तिमीले मलाई कम्ता दुःख दिएर जाउँ भनेर त्यो दामी छ क्या त्यो माथि गाई चाहिँ ऐसेले होइन ल हामी हिँड्दै गयो हिँडेर क्या यति बाटो ओह्रालो ए होइन यति ओह्रालो छ अब त्यहाँदेखि सम्पो छ
इरफान मामा कस्तो 3 वर्ष ट्रेनिङ गरेर हराउनु भएको त्यो फाल्टुमा लास्टमा भन्नु धारै भन्छ त्यो माथिदेखि तार मान्छे मरेको भनेर पल्टिँदै कहाँ हिँड्दै थोरै नै हिँड्दै फेरि हिँड्दै आउँछ मैले सगाइ चोर नयाँ रेस गरेको बसेको धेरै अब आधी घन्टा बसेर हामी फर्किन लाग्यो होइन गाइसहरू घाम नि बुरिसकेछ बाटो के माथि बस्यो भने भट्टा होला त हजुर कहिले आएको पहिला फर्किन लाग्यो भने हामी अङ्गै चाहिँ पुग्ने थियौँ घर थिएन बस्छ होइन पहिला फर्किन लाग्यो हामी म हेरेदेखि सिधै घर जानु पर्छ जस्तो लाग्यो आमा म हेरेदेखि गएँ है हुन्छ होइन अब भोक लाग्यो छैन म जान्छु यहीँदेखि चाहिँ हजुर लौ ल यो गयो बाई आमाहरू तल्लोबाट पनि र म फुल आएको अब हामी मिल्छौँ गाइसहरू नयाँ नेक्स्ट भिडियोमा नयाँ टपिकको साथ अहिलेलाई यति नै भनौँ होइन लास्टमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला नयाँ हुन्छ भने आजको लागि यति नै जय नेपाल।